नमस्कार साथीहरु, रविन्द्र डाँट बजङ्ग बाघ भनेर चिनिने नेपाली फाइटर रविन्द्र डाँटको नेक्स्ट फाइट कहिले छ र रविन्द्र डाँटले अब आउने आफ्नो सेमिफाइनल फाइट कोसँग खेल्नेछन् र कुन ठाउँमा रविन्द्र डाँटले आफ्नो सेमिफाइनल फाइट खेल्नेछन् सम्पूर्ण जानकारी यस भिडियोमा दिएका छौं। साथीहरु, भिडियो सुरु गर्नुभन्दा पहिले यस्तै भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला। रविन्द्र डाँटले अब आउने आफ्नो सेमिफाइनल फाइट कहाँ खेल्दैछन्, कसरी खेल्दैछन्, कुन ठाउँमा खेल्दैछन् भनेर म तपाईलाई गुगलबाट जानकारी दिन गइरहेको छु। म यसमा गुगलमा आएको छु। गुगलमा आइसकेपछि यसमा सर्च गर्न गइरहेको छु। यसरी रविन्द्र डाँट भनेर यसरी राखेको छु। नेक्स्ट फाइट भनेर यसरी सर्च गरेको छु। तपाईहरु पनि गुगलमा आएर सजिलसँग सर्च गरेर हेर्न सक्नुहुन्छ। रविन्द्र फाइट नेक्स्ट यसमा रविन्द्र डाँट नेक्स्ट फाइट भनेर दिएको छ। न्युजिल्यान्ड कासिब मर्डोज भनेर दिएको छ। तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ। तपाईहरु सजिलसँग सेमिफाइनल रोड टु यूएफसी यसमा सिजन 5 भनेर दिएको छ। यसमा म्याचेस शेड्युल भनेर दिएको छ। अगस्ट 28 2026 सांघाई चाइना भनेर दिएको छ। यसमा चीन भनेर दिएको छ। तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ। यसमा फाइट डिटेल्स पनि केही सो गरेको छ। तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ। यसमा सो गरेको छ कि ओपोनेन्ट भनेर दिएको छ। कासिब मर्डोज भनेर दिएको छ। न्युजिल्यान्ड भनेर दिएको छ। यसमा डेट हेर्न सक्नुहुन्छ। अगस्ट 28 2026 भनेर दिएको छ। अब तपाईहरु यो नेपालीबाट कुरा गर्दा यो डेट चाहिँ इंग्लिश डेट हो। अब नेपाली डेटमा कुरा गर्दा चाहिँ रविन्द्र डाँटले नेपाली डेट अनुसार भाद्र महिनाको 12 गते शुक्रबार चाहिँ उनले चीनको सांघाई भन्ने ठाउँमा आफ्नो सेमिफाइनल म्याच खेल्नेछन्। तपाईहरु यसरी बुझ्न सक्नुहुन्छ। लोकेसन सांघाई चाइना भनेर दिएको छ। यसमा सो गरेको छ। टुर्नामेन्ट यसमा सो गरेको छ कि तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ। यूएफसी यसमा सो गरेको छ। रोड टु यूएफसी सिजन 5 सेमिफाइनल भनेर दिएको छ। अब तपाईहरु यसरी बुझ्न सक्नुहुन्छ कि रविन्द्र डाँटले चाहिँ भाद्र महिनाको 12 गते शुक्रबार चाहिँ चीनको सांघाई भन्ने ठाउँमा चाहिँ उनले आफ्नो सेमिफाइनल फाइट खेल्नेछन् भनेर तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ। कासिब मर्डोज न्युजिल्यान्डका फाइटरसँग उनले आफ्नो सेमिफाइनल फाइट चाहिँ खेल्नेछन् भनेर तपाईहरु यसरी बुझ्न सक्नुहुन्छ। सजिलो तरिकाबाट भन्दाखेरि यसरी सजिलसँग थाहा पाउन सक्नुहुन्छ कि रविन्द्र डाँटको नेक्स्ट फाइट चाहिँ तपाईहरु सजिलसँग यसरी पत्ता लगाउन सक्नुहुन्छ। रविन्द्र डाँटको कुरा गर्दा उनले MFN 17 मा चाहिँ चुङरेङ कोरेनसँग फाइट खेलेका थिए र उनले चुङरेङ कोरेङलाई सजिलसँग हराएर उनले रविन्द्र डाँटले चाहिँ जित हासिल जितेका थिए। तपाईहरु सजिलसँग खतरा डेन्जर टाइपको उनले फाइट हानेका थिए। तपाईहरुले पक्कै फाइट हेरिसक्नु नै भयो होला। त्यस्तै कुरा गर्दा रविन्द्र डाँटले यूएफसी सिजन 5 को सेमिफाइनलमा पुग्नको लागि फिलिपिन्सका किम्बर्ट एलेन्टोजेनसँग उनले फाइट गरेका थिए। त्यो फाइटमा रविन्द्र डाँटले सजिलसँग जित हासिल गरेका थिए र उनी सेमिफाइनलमा पुगेका थिए। तपाईहरुले पक्कै त्यो फाइट पनि सजिलसँग हेर्न सक्नुभयो होला। खतरा डेन्जर टाइपको उनले फाइट हानेका थिए। तपाईहरुले सजिलसँग हेर्नु होला। अब तपाईहरु यसरी थाहा पाउन सक्नुहुन्छ रविन्द्र डाँटको म्याच चाहिँ कहिले छ, कसरी छ, कहिले हुनेछ भने तपाईहरु सजिलसँग कुन ठाउँमा हुनेछ भनेर सजिलसँग तपाईहरु यो भिडियोबाट पक्कै जानकारी पाइसक्नु नै भयो होला। अब सजिलसँग अब हुने यूएफसी सिजन 5 को सेमिफाइनल म्याच पनि रविन्द्र डाँटले जितन, फाइनलमा पुगन र फाइनल पनि सजिलसँग रविन्द्र डाँटले जितन भनी भगवानसँग प्रार्थना गर्दछु र नेपालको नामलाई उचाइमा पुरोस् भनेर म भगवानसँग प्रार्थना गर्दछु। भिडियो कस्तो लाग्यो? यस्तै भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला।